मर्निङ सबैजनालाई एन्टासिडेले। सो आज डे 2 हामी कहाँ छौँ भन्दाखेरि अहिले कालिम्चोक दोलखा रिसोर्ट के भिलेज र यो कुरी भिलेजमा छौँ। सो म चाहिँ भर्खरै उठेको, एकदम चिसो छ यहाँ, जाडो छ है। सो अनि मैले हिजो बेलुका चाहिँ हल्का टाउको दुखेको थियो, त्यही भएर केसाङको यो मफलर लगाएर सुतेको थिएँ। सो अहिलेसम्म एकदम अलि ठिक भए, न्यानो पनि भएको छ। सो अब भर्खरै उठेँ, केसाङ उठिसक्यो मभन्दा छिटो। आज अलिकति 6 बजे उठ्ने जाने प्लान थियो, तर हिजो बेलुका म यताउता एडिटिङहरू गर्दा अलिक ढिलो भयो, त्यही भएर म छिटो सुतेँ। सो अलिक उठ्न सकिनँ आज। अनि त्यही हो। केसाङ म्याम गुड मर्निङ। सो अब ऊ चाहिँ आज अलिक छिटो उठेको रहेछ। सो अहिले चाहिँ के हो, तातो पानी खाएँ, यहाँ ट्याक्कसँगले बिहानै तातो पानी ल्याइदिँदो रहेछ। जे होस्, यो कालिम्चोक आउनुभयो भने चाहिँ के पो अरे यो रिसोर्ट नाम, दोलखा, कालिम्चोक दोलखा रिसोर्ट 3। यो एकदम मजाको छ, तपाईँहरू पनि आएर बस्न सक्नुहुन्छ। सो एकदम यो मेन यहाँको के यस्तो चिसो भयो थियो, के छ भने चाहिँ यो ठ्याक्क यस्तो अन गरिदिएपछि यसले मजाले हिट गर्दैन रहेछ। यो हिट भएपछि अनि एकदम तातो हुने रहेछ। सो यहाँको रुमहरू चाहिँ यस्तो छ, दामी छ। राति आइपुगेको थिएँ, रात परेर रातै परेको थियो, बेलुका 7 बजीतिर आइपुगेको थिएँ। अनि हिजो राति अब त्यही लाइटिङहरू मात्रै देखेको थिएँ, खासै केही देखेको थिएन। अहिले अब बिहानै उठ्छु भने उठ्न पनि सकिनँ, अब त्यो बाहिरको सिनहरू नि हेर्न पाएको छैन। सो अब चाहिँ म यहीँ हाम्रो रुमको झ्यालबाट देख्छ, सो तपाईँहरू पनि हेर्नु होला होइन। यो झ्यालबाट म एकछिन देखाउने छु बाहिरको सिन कस्तो रहेछ भनेर। केसाङमा हामीले त हेऱ्यो कि हेरेन। सो फर्स्टमा हामी यसलाई पर्दाले यस्तरी हटाम। ओ वाउ, बाहिर त घाम लागिसकेको छ नि। ओ माई गड, ल देख्न सक्नुहुन्छ, यो चाहिँ हो हाम्रो कुरी भिलेज। ए यो कुरी भिलेज भनेपछि हामी हिजो बसेको रिसोर्ट, यो रिसोर्ट हामी बसेकोमा यहाँ हुन्छ तपाईँको क्याम्प फायर, अनि उतापट्टि चाहिँ डाइनिङ हल हो, किचन उतै छ। अनि दिस इज अ कुरी भिलेज। यहाँनिर चाहिँ टन्नै रिसोर्ट छ जताततै। बो सो देख्न सक्नुहुन्छ माथि केबल कार। सो के अरे यो टेम्पलको नाम, मन्दिरको नाम भगवती मन्दिर के भन्थ्यो नि त्यो, त्यो माथि छ टपमा है। त्यहाँबाट उयो माथिको तलको चाहिँ केबल कारको माथिको स्टेसन भयो। त्यहाँदेखि आएर केबल कारको तलको स्टेसन चाहिँ यो रातो घर भयो। त्यहाँदेखि आएर तपाईँको यता सबै रिसोर्टहरू रहेछन्। यहाँ कन्ट्री भिल्ला रिसोर्ट भन्ने नि रहेछ। अनि घाम लागिसकेको रहेछ, बिहान चाहिँ त्यति साह्रो चिसो पनि छैन रहेछ यहाँ। सो त्यो गाडीहरू नि गइरहेछ अहिले चाहिँ, त्यहाँ माथिसम्म जान्छ होला सायद, त्यो केबल कार स्टेसनसम्म। त्यही हो। अनि माथि मान्छेहरू उठेर हिँडिरहेको रहेछ, हामी त अहिलेसम्म सुत्यो। अब हामी जानेछौँ एकछिनमा। मजा आएको एकछिन त। सो अब त्यही हो, म अब फ्रेस हुन्छु अलिकति होइन, हल्का फ्रेस भएर अनि हामी पनि निस्किन्छौँ। छुट्टी बाहिर निस्क्यो त, अनि आजै रिटर्न हुने हो, किनकि आज ब्याग हुने हो। आज हिजो उता बाटोमा व्हाइट कलरको लाली गुराँसहरू डल्लै फुलेको थियो, यस्तो दामी थियो, तर राति भएर के देखाउन पाएन। तर आज पक्का देखाउने छु। ल हामी रेडी भइसक्यो। अब खाजा त केही नखाइ, चिया पनि नखाइ, एक ग्लास पानी खाएर चाहिँ हामी दर्शन गर्न लाग्यो। ल आमु के हो, केसाङ आम रातो साडीमा झपक्कै छ त। छु ल रेडी भइसक्यो हामी, म पनि रेडी गइसक्यो, ऊ रेडी भइसक्यो। ल अनि अब चिया केही नखाने भन्ने थियो, ठिक छ। खाजा पनि केही नखाएँ, एक पानी मात्र खाएको, अरू पनि 1 ग्लास पानी खाएँ। सो अहिले 2 ग्लास भयो मेरो चाहिँ। अनि पानी खाएर चाहिँ हामी जान लागेको हो। सो यहाँबाट अब एकछिन निस्किन लाग्यो हामी। अनि अवश्य हेर्नु होला, किप वाचिङ सबैजनाले। सो अहिले देखाइ नै हाल्छु है, किप स्टे विथ मी। अनि त केसाङ के भन्नुहुन्छ? ल
सो अब निस्किँदै हामी है। अनि हिजो हामी बसेको रिसोर्ट चाहिँ यो थियो। सो अब निस्किनु लागेको यहाँ हेर्न सक्नुहुन्छ। यहाँ एकदम यो के गुराँस त्यहीँ रहेछ नि त, ताकमर भन्ने फुल चाहिँ। अनि त्यही अब स्कुटी त्यहाँ उस भयो होला, अरू भन्दा नि चिसो भयो होला, स्टार्ट हुन्न। त्यही भएर अब उसले स्कुटीमा जान्छु भन्छ। स्कुटी स्टार्ट हुँदैन, अब हामी हिँड्दै जानुपर्ने हुन्छ। लगायत वी आर अन द वे। पूजाको सामान पनि लियो हामीले। अब पूजाको सामान लिइसकेपछि निस्किनु लागेको हामी। कालिम्पोङमा आएपछि यो चाहिँ चढाउनु पर्छ अरे हौ, विशेष यो चाहिँ अरे। सो हामीले दुईटा लियौँ, पर पिस 100 पर्न जान्छ यो चाहिँ। सो दुईटा लिइसकेको छ, आवाज पनि आउँदो रहेछ मजाको। हामी चढ्दैछौँ ल। वी आर हेडिङ टु के टेम्पल रे, भगवती टेम्पल। खासमा हिँडेर जानुपर्ने हो, तर हामी चाहिँ केवल कारबाट जानु लागेको। सो त्यही हो। अनि अब केवल कार पुगेपछि भेटौँला नि त, के छ र। यता आन्टी भर्खर उठ्नु भएको रहेछ। हाम्रो साथीहरू अगाडि अगाडि, हामी पछाडि पछाडि। यहाँ त सबै दगु हो नि त। डाँडस है, डाँडस होटल दिक्की के ट्रे ट्रे छोरा भाडामा लिएर जाउँ ट्रे अहिले फेरि राखेर फिर्ता लिएर आउने। ल देख्न सक्छ ब्याकग्राउन्ड, कुरी भिलेज 3842 मिटर्स हाइटमा रहेको यो कुरी भिलेज निकै नै चिसो छ अहिले। यो मार्च होइन अप्रिलको महिना पनि यो यतिको चिसो भनेपछि नोभेम्बर डिसेम्बरको यहाँको हालत कस्तो होला। सो कुरी भिलेज स्विजरल्यान्ड अफ द नेपाल भनेर चिनिने ठाउँ कालिम्पोङ। कस्तो मजाको ग्राभेल बिछाएर रहेछ है। यो बाटो चाहिँ तल 5 किलोमिटर जति चाहिँ यस्तै ग्राभेल बिछाएको छ है। स्कुटीहरू चाहिँ ढुट्टै हुने रहेछ उफारेर। 5 किलोमिटर जस्तो बाटो ग्राभेल छ, त्यहाँदेखि तल चाहिँ पुरै पिच रोड। त्यही 5 किलोमिटर चाहिँ अलिकति त्यस्तो छ है। सो थकित भएँ यहाँ। अब यस्तो एल्टिट्युडमा अलिकति हिँड्न सासलाई अलिकति प्रब्लम हुन्छ। स्विजरल्यान्ड अफ द नेपालका हाउसहरू यस्तो छ। केबल कारबाट पनि टाइम लाग्छ। कारबाही हुन्छ। कारबाही गरिदिन्छ नि। ए भनेपछि यहीबाट लिएर जानु पर्छ अब। यहीबाट अनि हाम्रो लामो तुम्दो झार्दिएको। ओके ठिक छ। झार्दिएको नि नानीहरु। अब पानी लिएर आउँदा फेरि एउटा किन ढाट्नु? किन ढाट्नु? हो नि आन्टी हो, एकदम राम्रो।
पुलिसले सबै यहाँको समिति सबैजनाले माथि देख्नु पाउँदैन हजुर भन्यो हजुर हजुर जो हामीलाई घर सर सबै उठा बनोबस पारिदियो हजुर 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 अनि त्यो गरेपछि अनि माथि त केही पाउँदैन पहिला चाहिँ माथि नै बेच्थ्यो माथि बेच्थ्यो कसै मान्छेले बेचेको छ र त्यसको मान्छेको फोटो खिचेर ल्यायो भने हामीले कारबाही गरिदिन्छ ए हो त त्यस्तो छ। ए ल के पाउँदैन अरे माथि यहाँबाट सबै किनेर लाने अरे अन्त माथि के खानुपर्छ अरे केही त हुँदैन किन लाइटर छ त ओके सो यो छ हाम्रो केबल कार हाउस यो चाहिँ तलको स्टेसन भन्यो माथिको अर्को स्टेसन दिस इज लोवर स्टेसन यहीसँग आउँदो रहेछ नि यही माथिसम्म त थियो केबल कार अन्त हिजोको भिडियोमा ठुलो देखाएको थियो त के हजुर हामीले सबै लिइसक्यौँ ल टिकट काट्नुपर्छ हो यहाँ टिकट काट दुईजना And this is the cable car station. Huh? Yeah, it is. Okay. So it's a cable car. Nah, yeah, well, what here was here? I got the camera to there. Is any yeah. The other side. Like cable car. मजाको घाम पनि आउन रहेछ यहाँबाट देख्नु दामी कुरी भिलेज ओ स्पिड जाँदैछ नि त है हिँडेर त 1 घन्टा लाग्छ अरे हो केबल कारमा चाहिँ 4 मिनेट लाग्छ अरे हिँडेर नि बाटो त होला तल होइन फर्किँदैन छ वाउ ओए एकछिन त यहाँ त सातो जान्छ नि फेरि अब एक खेप झन् बसिनु गएको थियो नि फर्किरहेको थियो धेरै सेफ हो नि तपाईँको बेला गरिदिनु म दिनु त्यति बेला गरिदिनु सबै त्यही बस्छ ला कहाँ बस्नु गइरहेछ नि त्यस्तो लागेको है गइरहेछ हामी पनि छिटो गयो बरु ए यहाँहरू छन् दुईटा भिडियोबाट फोटो खिच्नुहुन्छ यताबाट देख्ने त्यही हो नि त होइन यताबाट जाने अब समयमा त के हो त्यो त अनि बिस्तारै तल त हेर खिच्दैछु बरु बरु दुईजना खिच्दिनु अनि दुईजना त्यता हेर्नु अलिक माइजो क्लोज यहाँबाट पनि फुल हेर्ने
लु उकालो भयो क्या मोटो स्कुटीले नजाने जस्तो हो त है फर्किन्छ नि ब्रेक हान्छ नि त तर डर लाग्दो रहेछ केवल कारदार हामी काठमाडौँबाट डर लाग्दैछ केवल कारले तर उसको भन्दा है कता हो तानी रहेछ जता त्यतै रहेछ वाउ सो हामी देख्न सक्छ तल हो सो फाइनली हामी भगवती मन्दिर आइपुग्यो वाउ जान बाँकी नै ओ छ माय गॉड जाने क्या दामी छ यार हिमालहरू त ए त्यही त रहेछ नि अनि त्यही त अनि बाफ्रे यहाँबाट छ है भगवती टेम्पल भगवती मन्दिर त्यो अघिको कागज चाहिँ वाउ वाउ Oh my god. ल सो भगवती टेम्पल पुग्न धेरै छैन ए जाँदा चाहिँ यताबाट झर्दैबाट हो म चाहिँ हल्का खोकीले के भइरहेछ सो कस्तो मजाको ठाउँ यार आम्मामा भनेर भन्नु नमिल्ने एकदम तलतिर हेर्नुहोस् गाइज एकदम राम्रो छ विकसित भएको ठाउँ चाहिँ होला हौ नत्र त के भन्नु मन्दिर भिडियो गरिदिनु भयो है मान्छे कसरी स्लोमो क्या झट्टै यस्तो हिँडिरहेको त्यही भएर स्ट्यान्ड भनेको त हो के ल्याउँ उता राखेर गर्दा हुन्छ त फुलेको फुल वाउ त्यो भगवती टेम्पल जानलाई सैलुङ यतै नजिक देख्छ अरे पहिला त यहीँ थिएछ है होटलहरू यताउता अहिले सब हटाइदिएछ यस्तो फोहोर बनाएको रहेछ त्यो हटाइदिएको
त्यो आन्टीले भनिरहेको थियो हो यही छ है स्विजरल्यान्ड अफ द नेपाल What a view, yaar. Oh my god, so amazing. Just wow. Bhagavati temple. अब केही छैन थोरै माथि छ so यार my lord what a scene. Okay, that's all. ये छैन रहेछ यार कस्तो र भयो Hey, wow, my lord, this is a destination hour, my lord. Oof. Wow. हेच्चे जुत्ता खोल्नु पर्ने हो के फेरि ए जुत्ता नखोले नि हुने रहेछ ल सो यही रहेछ अब पूजापाठ गर्ने ठाउँ ल केसाङ म्याम यही त होला नि यहाँ आधी गर अनि आधी माथि गर पैसा ल्याइहाल्यो नि हौ Oh my lord, this is the view of Switzerland of the Nepal. Oh, yes. ल सब पूजाको के हो धूप झल्काइदिउँ फर्स्टमा धूप झलिसक्यो सो हल्का पूजा आजा भइहाल्छ यहाँ बोलाउनु नै आएन ढोलो न भइहाल्छ ओके सो म पनि यसो हल्का ढोकिनु पर्छ ल नट बाटो त डर नक्कु छ त लेट्स मुभ के हुन्न यतिको बाटो सुरु भइसक्यो किन वाउ ओए कस्तो हलेको यो है तर डेन्जर रहेछ नि त यहाँ यस्तो सिधै तल हल्लिन्छ के नो प्रब्लम Wow, yeah, हल्का डर लाग्दो रहेछ Oh my god, what a view यार यहाँ चाहिँ के घर बनाउन लाएर चाहिँ के यार Oh, that's a view. Finally we are in the के अरे भगवती टेम्पल ओके हातमा त दिन्छ पछाडिको पर्दर आउनु पर्दर Oh my lord.
मान्छे आइसकेको रहेछ तपाईले हात धर्ने चल फोटो खिच्दै हुन्छ कि सो यहाँको यस्तो छ भिड है मान्छेहरू कालिन्चोक भगवती टेम्पल वेलकम टु एभ्रीवान खोलेको चप्पल अहिले आउने हो आउन कहाँ ए ओके ए ल एकचोटिमै फुट्नु पर्यो यस्तो त एकचोटिमा फुटिहाल्छ थिन्नेको समात्नु चाहिँ यो नरिवल चाहिँ रोटी खण्ड सुटको हुनु मैले गर्नु लागेको पूजा है उता जानेहरू पहिला ए त्यही त म चाहिँ नरो लिएर हिँडिरहन्छु पूजा गर्न पुऱ्याउनु पर्ने अरे यही हो कि क्या हो खै के गर्नुपर्ने हो ए त्रिशुल चाहिँ यहाँ चढाउने ओके ल पहिला भित्र हाल्नु त त्यसो त घन्टी त यहाँ हाल्नु त ओके ल एउटा मलाई एउटा तिमी चढाऊ ल गुड चढ फाइनल हामीले घन्टी चढाउनु आएको एन्ड ओके that's my turn. सो अब यो चढाउनु पर्छ अरे सो चढाउनु लाग्यो हामीले कहाँ चढाउँदै यता चढाउँदै अब आफू आफ्नो आफ्नोमा ओके that's it अब जाने हो माथि अब जाउँ यता यो त्रिशुल घन्टी नै घन्टी झुन्डाएको रहेछ यहाँ के भयो ओके लेट्नु जाउँ त अब यहाँबाट ए हो यहाँ भिडियो गर्दै आउने भिडियो चाहिँ गर्न पाइन्न ओके थ्याङ्क यू मेन त्यहाँ भगवती माता भएको ठाउँमा चाहिँ भिडियो गर्न दिएन हामीलाई सो अहिले यतापट्टि आएर धुप जलाउने ठाउँमा धुप जलाएर हो सो हामीले यो के अरे यहाँको जल पनि लिइसक्यो त्यहाँ चाहिँ त्यो एउटा तल पानी तलबाट निकाल्दो रहेछ त्यो खै कहाँको के जल भन्दो रहेछ त्यसलाई ठी पनि लिइसक्यो ओके
Huh? उताबाट हेर्छु नि यता घामले 3 times round हान्ने रे यो सरी एकचोटिमै फुटाउनु पर्छ नि फेरि यता भक्कै फुटाउने हो क्या एकचोटिमै अनि के हन्डा मागी छिन मेरो पनि माग्नु थियो भनेर के तपाईले फुटाउँदा होगो हुँदैन सोलङ त्यो चाहिँ लगौँ ठुलो चाहिँ पर्छ लानु सानो चाहिँ त्यही होस् कि त्यो फुटेको चाहिँ चिसी चाहिँ खुर्सिनु न ओके सो यति भन्दै हामी अब मन्दिरलाई अन्तिम उस गर्दै हामी यहाँबाट डाउन हुन लागेको सो त्यही हो कस्तो पानी पनि खान पाएन एकछिन ओके अब तलतिर फेरि पुरै उस आउन लागिसक्यो बादल आउन लागिसक्यो झक्स लाग्छ छोड्दै कपाल त्यस्तै छ धर्न लागेको यहाँबाट तपाईँलाई त म त चढ्न चाहिँ उताबाट झर्न यताबाट चाहिँ बिस्तारै जाउँ है यहाँ त डर लाग्दो रहेछ फेरि मान्छे कोही त भर्खर आउँदैछ हौ अब हिँड्दै जाने हो कि हामी किन नि सबै हिँड्दै त फर्किरहेछ कहाँ फर्केको छ हिँड्दै कहाँ खोइ उनीहरू हिँड्दै आएको बिहान नै म त सक्दिनँ म त यही भरिन्छ डर लाग्छ हिँड्दै जाउँ बिस्तारै स्टल उडाइदियो हाम्रो केसाङको यस्तो दामी मेरो कुर्ता छ मेरो बुढाले किनिदिनु भएको लुगा मायाका कुराहरू सधैँभरि तिमीलाई गीत चाहिँ फेरि खत्रै गाउँछ र म फ्यान भएको उहाँसम्म चाहिँ जाउनु उता कहाँ यो नाम्छ माथि त जानु मानेन माथि त कहाँ जान्छ त हो तपाईँ त डाँडा डाँडा मात्रै जान ऊ त गोठोलाई बाटो चितलाङ भन्दा त यहाँ त कस्तो दामी लाग्यो मलाई त चितलाङमा यस्तो कहाँ छ चितलाङमा यस्तो छैन सिर्फ यतिकै भेडा फार्म हो ग्रिन एरिया वाउ We are finally heading to Kathmandu. यहाँ चाहिँ नयाँ मन्दिर बनाउन लागेको रहेछ
मन्दिर चाहिँ खै कहिले बन्यो भइरहेछ है भिडियो हो त्यही हो फेरि हामी अब हिँड्दै जाउँ भनेको केबल कारबाट डाउन हुने भयो केबल कारबाट डाउन हुन्छ खाजा खाएर गर्नु के भन्नु है अलिअलि खाजा त्यही लु खाली रहेछ बतासै चल्यो हामी काठमाडौँ पोखराको भेट भरे चाहिँ पोखरा पनि घुम्न आउनु होला है ए जानु भयो पोखरा नि राम्रो छ नि है एकदम राम्रो छ तपाईँहरू पोखराबाट हजुर नयाँ जोडी हो यही पुरानो हो ए हाम्रो त धेरै भइसक्यो नयाँ जस्तो छ धेरै राम्रो भेट भयो हामीलाई नि खुसी लाग्यो नयाँ लागेको भर्खर बिहा गरेको जोडी होला हाम्रो धेरै यो माया चाहिँ सधैँ यस्तै भइरहेको छ त परेवाको जोडी भन्छ त भइरहेको हजुर कहिले जानुभएको थियो पोखरा हामी त 2020 मा होला अहिले गएको अहिले शिव मूर्ति पनि परे नि त माथि त्यतिखेर नि बनिसक्यो अहिले झन् धेरै कुम्दीकोट माथि कुस्मा गयो घान्द्रो गयो अन्नपूर्ण गयो सिग्लेस जानु भएन सिग्लेस चाहिँ गएको सिग्लेसतिर जानु है हाम्रो भेट नेक्स्ट टाइम दामी छ दामी पोखरा त जता राम्रो जाम जाम भनेछ नि भाइले त अब सिधै पोखरातिर जाउँ पोखरै होला घर ल है ल पोखराको आन्टीहरू पनि भेट भयो आज आएर हजुर हजुर मेरो ब्लग छ भेटुक ब्लग भन्ने हजुर भेटुक हजुर हुन्छ यो चौरीको हाम्रो त झन् गाउँबाटै टेस्टको लागि हो थ्याङ्क यू कसरी हो र भाइ कसरी हो 100 रुपैयाँ दिन्छ 500 को 6 पिस सिमसितिर मिल्दैन कुन चाहिँ नि कसरी रिकी मिसाउनु भएछ रेगुलर कुरा आउनु त टेस्ट गरेर लिएर जाऊ घिउ चाहिँ पाउँदैन चौरीको छुर्पी लिएर जाऊ चौरी यो चौरीको सुप रे यो प्योर चौरीको छ हो के हो तब चिन्नु ल यो चौरी छुर्पी है टेस्ट खाऊ टेस्ट गरौँ टेस्ट गरौँ त रिकी मिसाएको त होइन यो डेरीको छ सिधै भन्दिनँ म फेरि चौरी यो चाहिँ सुकाएर साह्रो हुने हो हजुर अहिले चाहिँ यतिकै खान मिल्छ अहिले त नहुँ एकदम म राम्रो छुर्पी नि तपाईँको होइन म अरू होइन यो छुर्पी पनि भन्ने हो यो चौरीको यो डेरीको भने पनि पाइन्छ हाम्रो बेसी त्यसरी घिउ छ हामीसँग मेरो जान्ने यो तिनटालाई
तिनटाको 500 रुपियाँ छ अलि मिलाउनु हो महँगो भयो 500 त अलि मिलाउनु लान्छु ल चौरीको कटिङ गरिदिउँ यो घिउ चाहिँ कसरी आन्छ 800 रुपियाँ त्यो चौरीको हो पनि चौरीको छ चौरी बाटो खोलेर सुन्नु न चौरी घिउ त्यसै नि बासना आइहाल्छ है यो 800 रुपियाँ 800 लगौँ न त यस मिठो हो आन्टी हो कुर्के हुन्छ आमाले ल्याउ भन्दै थियो बासना आउँछ के बहिनी अरू घिउ आउँदा दुईटा लान्छु मिलाइदिनु न होइन 800 हो अहिले डिस्काउन्ट हुनु तपाईँको यो त 3000 रुपियाँ हामीलाई लिन्छ नि धार्नीको अनलाइन छ त ब्याङ्किङ सिस्टम छ नि खुर्ता हैन अस्ति पनि पसेन भन्छ हो आन्टी यो दुईटा लाग्यो हामीले है 800 मै यो क्युआरमा हाल्नु पर्ने छ मोबाइल ब्याङ्किङ गर्नु हो हजुर मोबाइल ब्याङ्किङ हुन्छ त्यही मेरोमा हुन्छ अनि कसरी लग्ने यो त हिजो आएन भन्छ है छुर्पी पैसा उता पुग्दा त यो बिलिन्छ होला आन्टी हजुर काठमाडौँ पुग्दा त बिलिन्छ होला त चलोमा हाल्नु सेभ गर्नुपर्छ कपडाले बेर्दा हुन्छ होइन हजुर कपडाले बेर्दाखेरि एक गरेर हालिदिने हो हुन्छ दुईटामा हाल्नु दुईटैको टाइममा हाल्दैन तपाईँले यो थपिदिनु नि भयो नि जान्छ तपाईँको ओरिजिनलमा हाल्नु मात्रै बेर्ने हो क्या हामी छुर्पी बेर्छौँ त्यहाँ त ल अनि त्यही हो क्याबल कारबाट पनि डाउन भइसक्यो डाउन भएर हामी अहिले यो कालिम्चोक कुरी भिलेजको अलि माथिपट्टि छु डाँडामा त्यही हो अनि यहाँ चाहिँ हाम्रो यम्बु घोडा एउटा मात्रै रहेछ दुईटा घोडा भएको त चढ्ने थियो त्यही हो एउटा घोडा रहेछ त्यो नचढ्ने भयो चढ्ने भए तपाईँ चढ्ने तिमी चाहिँ के हिँड्दै आउँछौ तलसम्म जाने नि म त होटलसम्म त्यही हो अब अलिअलि डाँडा पाखातिर घुम्नु जानुपर्ने केसँग कहीँ जानु मान्दैन यो हिँड्नै सक्दैन यो बैलोर के किन्यो भन आज कहाँ म बसेर कालिम्चोकको सपिङ के गर्यो हो केसिङ म्याम चक्लेट छुर्पी घिउ यस गुड छुर्पी त दामी किनिस् त उयो आलु मिसाएको छुर्पी अनि यहाँ रहेछ त हौ आई लभ चन्द्र कालिम्चोक सरकार ल सो फाइनली केसाङले कालिम्चोकमा बोयफ्रेन्ड भेटेको छ के तिम्रो बोयफ्रेन्ड नाम ओए ए त्यो त अबुई कस्तो फ्रेन्डली रहेछ नि हामी तिनजना एउटा फ्रेन्डमा चलाउँ त्यो लाली गुराँस फुलेको रहेछ हौ यहाँ तोकमर यो त्यही हेर्न आएको म चाहिँ ल अब म चाहिँ केसाङलाई लाली गुराँस टिपेर इम्प्रेस पारिदिनु पर्यो दुईटा कलर रहेछ है ओ काँडा रहेछ नि त यहाँ आज धुम्बु आएछ मेरो पछि आउँदैछ ल केसाङलाई इम्प्रेस पार्नु पर्यो नि त ओ ओइ तनी आएको फुल टिप्न ओइ भागेको फुल टिप्नु पर्यो अहिले त फुलेन राम्रोसँग अलिक काँडा रहेछ कि फेरि फुल टिप्नु भने त ओ माई गॉड टिप्छु एउटा काँडा रहेछ कि एउटा भयो एउटा त अब यो तलको जानुपर्ने छ केसँग अलिक धेरै टिपेर दिनु पर्यो कि झाप्पसँगले ओ काँडा रहेछ ल एउटा ल अनि यो चाहिँ व्हाइट कलरको रहेछ अब एउटा यता व्हाइट कलरको भयो अब फेरि टिपिसकेको छ है फुल यहाँ ल यति चाहिँ मैले टिपिसकेको छु यो चाहिँ व्हाइट कलरको छ अब एउटा पिङ्क कलरको टिप्नु पर्ने हुन्छ
एउटा दुईटा तीनटा ल फाइनली मैले यति धेरै टिपिसकेको छु केसाङलाई इम्प्रेस पार्नलाई केसाङ म्यामलाई खोइ हाम्रो धुम्बु उयो यहाँ नजिकै रहेछ एउटा व्हाइट अनि टिपिदिन्छु एउटा अनि टिपिदिन्छु एउटा उयो कहाँ हो ल त्यो एउटा भनाइ भाइरल भएको थियो है तिमी गुराँस लिएर आउनु म त्यही पर्खिरहने छु भने यस्तै भयो के कहानी उयो चाहिँ यहाँ पर्खिरहेछ म चाहिँ गुराँस लिएर आउँदैछु तिम्रो लागि ओए धर्यो थकायो हो ल है लिएर आउँदैछु म गुराँस टिपेर ल्याउँदैछु म केसाङको लागि ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी मेरो बुढी के हो अनि म्याम खुसी भयो कि भएन कता बिजी छ यता हेर्नु बिजी छ ओके थ्याङ्क यू ल मैले तल त्यस्तो दुःखहरू ल्याएको देखाउनु न हामी दुईजना सँगै बस्छौँ गुराँस यत्रो दुःख गरेर थ्याङ्क यू मैले यति दुःख गरेर ल्याएको छु मेरो बुढीको लागि चलो बिस्तारै हेर्दै यहाँबाट घुम्दै यता घुम्दै तल जानुपर्छ ल कहाँ हाम्रो धुम्बु नबोलाउनु क्या फेरि पिछा लाग्छ बाटो जान्छौँ होइन खुट्टा हेर्न सक्दैन अब त्यही हो गएर भोक त लागेको छैन है चिया चाहिँ खाम अनि जाम चिया खाजा खाम त्यो अलि मिठो तलतिर खाम के त्यसपछि भोक लागेको बेला हामीलाई अनि त्यही हो गाइस यही हो यतिकै नर्मल यतिकै उठाएर भिडियो गर्नु न नेपाल गुराँस नानीसँग गुराँस कान्छा गुराँस नानीसँग जाँदैछु म गुराँस कान्छीसँग सो ल अब यही हो पुग्यो हामी यता गुराँस कान्छीसँग ए ल यहाँ रहेको छ हाम्रो होटेलको दोलखा कालिम्चोक रिसोर्ट 3 को साउ होइन भाइ तिमी यो साउ रहेको छ अर्को साउ पनि छ त्यहाँ दुईजना रहेछ यो होटेलको साउ चाहिँ सो अहिले हाम्रो सबै हिसाब किताब भइसक्यो सो एकदम राम्रो सुविधा छ यहाँनिर चाहिँ जो पनि आउनुहुन्छ ठ्याक्कै कालिम्चोक रोड डाउन भएपछि सिधै आउनु सक्नुहुन्छ यहाँ चाहिँ उहाँहरूको एकदम फेसिलिटी राम्रो लाग्यो मलाई सुविधा राम्रो लाग्यो भन्दै के भन्नुहुन्छ त नि एकदम राम्रो छ शुभयात्रा राम्रो होस् हजुरहरूको ओके ल ठिक छ फेरि भन्दै है ल बाई बाई है बस राम्रोसँग है सो अब निस्किन्छौँ खाइसकेन हिँड न हौ सो अब हामीले यहाँ सबै भइसक्यो हिसाब किताब होइन ऊ सबै लिएर है सामानहरू सो अब फाइनली हामी होटेलबाट निस्किसक्यौँ अब रुम जान्छौँ सामान प्याक गर्छौँ त्यहाँबाट हामी निस्किन्छौँ यो छ दोलखा कालिम्चोक रिसोर्ट हामी बसेको रिसोर्ट चाहिँ हो अनि यहाँ छ हाम्रो स्कुटी सो त्यही हो गाइज अब होटेल जान्छु एकछिन होटेल गएर हामी अब प्याकिङ गरेर आज अब लाग्दिहाल्नुपर्छ आज काठमाडौँ पुग्न नसके पनि हामी सुकुटी बिचतिर बस्न सक्छु नजिक त होइन टाढै हो सो हामी होटेलतिर लाग्यो अब सो ल हाम्रो यता केसाङ म्याम जाँदैछ तमर रहेछ तमर कि के हो खेमर सो हामी अब फटाफट प्याकिङ गर्छौँ सामानहरू प्याकिङ गरेर हामी चल्दिहाल्छौँ निस्किहाल्छौँ यहाँबाट ल यहाँ यस्तो यस्तो छ है होटेल डिलक्स रुम यो चाहिँ पर रुम 3000 छ है 3000
यहाँ चाहिँ पर रुम 3000 चाबी त्यही पकेटमा छ ल त्यही हो अनि यहाँ यस्तो मजाको बेडहरू छ तपाईँहरू ग्रुपिङमा आएर पनि मजाले बस्न सक्नुहुन्छ ट्र्याक यस्तो खोलेर भ्यू पनि देख्छु कालिम्पोङको मजाले यहाँ चाहिँ नम्बर 1 मा आउने होटल चाहिँ यो रहेछ कन्ट्री भिल्ला सो नम्बर 2 सेकेन्डमा आउने होटल चाहिँ यो रहेछ त्यसपछि थर्डमा चाहिँ उयो माथि आउँदो रहेछ त्यो त्रिपुरा त्यो आउँदो रहेछ त्यही हो गाइस अनि त्यही त हो अब रेडी हुन्छ हामी हैन त्यसपछि निस्किहाल्छौँ है होटलबाट नै हामी प्याक भइसक्यो सबै निस्किन लागेको होटलबाट पनि अब मेरो मोबाइलमा चार्ज पनि छैन है 12% मात्रै छ लाइन पनि छैन रहेछ यहाँ आज खै के बनाउँदैछ अरे टुङ्गो छैन अरे चल अब रेडी भयो निस्क्यौँ ओके सो हामी अब निस्किन्छौँ यार ओके गाइस अब है ओ माइ गॉड यता झन् कति यता त ग्रुपिङमा आउनु मिल्ने रहेछ क्या आमामा वाउ यहाँ चाहिँ ग्रुपमा आयो भने ठ्याक्कै बस्न मिल्ने रहेछ केटाहरू केटाकेटीहरू गएको छ सो ग्रुपमा आउनुहुन्छ भने आउनुहोस् यहाँ बस्नुहोस् रमाइलो गर्नुहोस् सो त्यही हो बाई बाई होटल दोलखा कालिम्पोङ रिसोर्ट 3 हामी निस्किसकेछौँ अब यहाँबाट ल साउबा के कसो हो ल फाइनली हामी रेडी भइसकेछौँ होइन सो वी आर नाउ हेडिङ टु काठमाडौँ हामी यहाँबाट निस्किन लागेको दोलखा कालिम्पोङ रिसोर्टबाट कुरी भिलेजबाट हामी अब जान लागेको साउबा बस है साउबा उता बिजी छ ओके किप वाचिङ किप स्माइलिङ किप साइनिङ मजाले लाली गुराँस फुलिरहेको छ हेर्न सक्नुहुन्छ हामी चाहिँ अब जान लागेको ल यस बाटो चाहिँ यस्तो छ लाली गुराँस मजाले व्हाइट पिङ्क थरी फुल छ तल चढ्न चाहिँ गाह्रो हो फेरि झर्न त सजिलो हो स्टार्टै गर्नु पर्दैन पेट्रोल पनि जोगाऊ है त गाइस पेट्रोलको जोगाउ गर्दै हामी चाहिँ स्टार्ट नगरी हिँडिरहेको छौँ अनि यस्तै हो जङ्गल वनपाखा छ राम्रो छ लाली गुराँस चाहिँ राम्रो छ पिङ्क व्हाइट वरिपरिको छ लाली गुराँसले वेलकम गर्ने रहेछ कालिम्पोङमा चाहिँ यसको कपाल हेर गाइज भालेको अरू जस्तै छ यस्तै हो आज अलिक पानी पर्ला जस्तो मौसम चाहिँ अब हामी चाहिँ तलतिर लाग्दैछौँ काठमाडौँ फर्किन कालिम्पोङ दर्शन गरेर म बोल्दा चाहिँ कामेको जस्तो सुनेको छ होला यो चाहिँ सबै बाटोले गरेर यस्तो छ गरौँ यो मान्छे यो चलाउने चाहिँ हाँस्दैछ सेतो गुराँस अब चाहिँ हामी जाँदै बादल पनि पुरै लाग्न थाल्यो आज चाहिँ पानी नै पर्छ जस्तो छ यहाँको बादल लागेको देख्दा चाहिँ है पुरै हुस्सु जस्तो आउनु थालिसकेको छ फेरि यता चाहिँ घाम पनि लागिरहेको छ तर यही नै हो अफ रोड भनेको चाहिँ 5 किलोमिटर जति चाहिँ अफ रोडै रहेछ एकदम उकालो पनि छ हाम्रो सरले चाहिँ फेरि यस्तो चेपतिर लग्ने बानी छ अलि उता रोड ठुलो भए पनि उहाँ चाहिँ चेप मात्र जानुहुन्छ मुसा हो उहाँ त्यही भएर उहाँलाई नखिच्ने म पर्पल ग्रास रहेछ यहाँ चाहिँ वा कस्तो सिटबाट निस्केला जस्तो भइसक्यो बुढाबुढी अब चाहिँ हामीहरू चाहिँ
हजुरहरूलाई तल गैरी गाउँ भन्ने ठाउँ पुगेर भेट्छौँ। करौँदै बाङ्गेला जस्तो। फाइनल्ली पिच रोड आइपुग्यौँ। कच्ची बाटो कटाएर हामी चाहिँ अब चाहिँ यहाँबाट चाहिँ पिच छ आधीसम्म चाहिँ। अब चाहिँ आनन्दै हुने भयो अलि। बाटो चाहिँ यत्तिकै छ ल आधीसम्म नै। लगभग कालिम्पोङ पुग्नु लाग्दाखेरि मात्रै कच्ची बाटो हो। हामी चाहिँ स्कुटीमै आइपुग्यौँ एप्रिलमा काठमाडौँबाट 1 दिन। ल सो फाइनली हामी यो धारामा आइपुग्यो। थाहा भएन कुन ठाउँ हो, बनेपा भन्दा ठ्याक्कै अलि यतापट्टि हो। सो अनि यहाँ तल कति त्यो बाटोमा अलिकति हिलो थियो क्या, त्यो हिलोमा मेरो जुत्ता लम्मै फसेर यहाँ हेर जो उस पनि भिजेर यो पनि लड्यो, प्याक पनि लड्यो। अनि हाम्रो केसँग के छ सो त्यही हो गाइज है। फाइनली हामीहरू चाहिँ बौद्ध आइसक्यो गाइज। कालिम्पोङदेखि हामी डाइरेक्ट फेस हेर्न सक्छ है, अरू बिजोग भएको छ यहाँमा। मेरो झन् मेकअप सबै उड्यो। पुरा रातो भइसक्यो। घामले डढ्यो यो मान्छे चाहिँ हेर्न सक्नुहुन्छ। घाममा डढ्यो, हिलोमा डुब्यो। ओ माइ गड। हात चाहिँ पुरै सबैजनाले हेरेको त कहिले मेरो यति हेर्न आयो स्टोरी। पाइप पनि लगाए। जब भर्खरै हामी चाहिँ रुम आइपुग्यौँ होइन, एकदम थकित भयो थियो क्या, यस्तो टाइट भयो थियो। हामी त छिटो आएको। कालिम्पोङबाट हामी त्यस्तै 10 बजीतिर निस्केको थिएँ। त्यहाँबाट फेरि अब बाटो ओह्रालो रहेछ, सब्जिलो छ नि त, त्यस्तो उकालो बाटो खासै काहीँ छैन। त्यो बनेपाको अलिकति चाहिँ थोरै उकालो छ, त्यो पनि मजाले आइदिन्छ। तर हेब्बी घाम परेर मेरो त अनुहारै डढेर रातो पिरो भइसक्यो। सो अनि भर्खरै आइसकेको छौँ होइन। यो चाहिँ आएर यहाँ सुतिरहेको छ ढल्केर। अनि एकदम टायर्ड छु गाइज। अनि तल हाम्रो उसमा होटेलमा खाजासाजा खायौँ मजाले। दिउँसो खाना पनि राम्रोसँग खाइनँ हो, खाना खानै मन लागेन बाटोमा। अनि तल आएर बल्ल मजाले मिठो मिठो खाइयो। सो भन्दै अनि ल आजको भ्लग चाहिँ यतिमै अन्त्य गर्न चाहे है त गाइज। किप वाचिङ, किप सपोर्ट, साथ सहयोग गर्नु होला, साथ दिनु होला। म थाकेर यहाँ हत्तु भइसक्यो एकदम। आज एकदम टायर्ड छु क्या। ल बाई बाई गाइज।